यिनीहरू चाहिँ ब्याक क्यामेराबाट देखाउँदैछु यो सलाद हो। यसलाई मैले रोप्नलाई यहाँ खाली ठाउँ पनि बनाएर राखेको छ। पनि सलाद नै हो, खोइ यतातिर चाहिँ किन हो के पनि उम्रेन। अनि यो चाहिँ बिग्रिरहेछ, किन बिग्रिया हो पुरै। अब यसलाई चाहिँ म यसमै राखिदिन्छु, यसरी नै मल होस् कुहियोस् भनेर। अनि तर यिनीहरू फुल फुल्यो कि थाहा छैन किन फुल्यो यति चाँडै, राम्रो देखिरहेछ। अनि यहाँ छ मेरो रायोको सागहरू, हिजो भर्खर टिपेको थिएँ मैले। यिनीहरू चाहिँ सबै एउटा एउटा मात्रै छ। ओ यहाँ पनि ठुलो भइरहेको रहेछ यो। अनि यहाँ पनि मैले हिजो टिपेको थिएँ यतातिर, राम्रो नै भइरहेको रहेछ। यो चाहिँ सानै छ। यो सलादहरू पनि, यो धनियाँ पनि हिजो अलिकति टिपेको थिएँ, अझै यति धेरै बाँकी छ। अनि अर्को चिज के देखाउँछु भने म यहाँ तपाईँलाई यहाँ खुर्सानी पुरै के भएछ छ्या, यो हिमबेरे यो सबै निकालेर फालिदिनु पर्यो। फालिदिन्छु म त, यहाँ त मेरो खुर्सानी खायो। प्लिज मेरो खुर्सानी नखाऊ। कति धेरै रहेछ फेरि, कति चाहिँ फाल्ने होला। यहाँ फेरि रायोको सागले बिजोकै बनाइरहेछ। यो खुर्सानी चाहिँ नउम्रिने के चाँडो। अनि मुला फेरि यहाँ मेरो यस्तो दामी भइरहेछ। यो चाहिँ मेरो मिहिनेत अरे। यहाँनिर यसलाई के भन्छ, ऐसेलु समथिङ। अनि अर्को यहाँतिर चाहिँ तपाईँलाई लाउन मेरो त राम राम सबै खाएछ त हौ। यो सङ्खे किरा हो कि के किरा भन्छ नि, यस्तोले कि यस्तोले खान्छ भने छ्या सबै खाइदिएछ। आमामा कति धेरै हो। अब यतातिर औषधि पनि छर्दैन, के गर्ने होला। आमा कति धेरै। अब कसरी चाहिँ मार्ने अब। यसलाई त म त लुजा के गर्ने होला। यहाँ छैन मेरो, यहाँ टाउको बुट्टा मात्रै छ। यतातिर सबै बुट्टा मात्रै रहेछ। आमा यो त कत्रो ठुलो हौ, डरै लाग्ने गरी। लाक कत्रो ठुलो यो त, के गर्ने होला यसलाई। जाऊ उता। अब कति धेरै राम राम, के गर्ने हो यिनीहरू, सबै खाएछ। अब खानुपर्ने चिजहरू चाहिँ खाँदैन।